नमस्ते मेरा प्यारा साथीहरू, ह्याप्पी फ्राइडे। हेर्नुहोस् न आज मैले के लिएर आएको छु। खासमा यो मैले चाहिँ लिएर आएको होइन, मेरो बिनाजुले लिएर आउनुभएको होइन। उहाँले आज स्पेसल पोर्कको सेकुवा बनाउँदै हुनुहुन्छ होइन। उहाँलाई यस्तो यस्तो कुराहरू बनाउन एकदम मनपर्छ क्या। त्यही भएर मजाले मरमसला, बोनलेस पोर्कमा मरमसला मजाले हालेर कागती निचोर्नु भयो होइन लास्टमा। अनि त्यसपछि यसलाई मजाले मेरिनेट गर्दै हुनुहुन्छ, मोल्दै हुनुहुन्छ। मोल्नु भयो होइन। अनि त्यसपछि टक्क पारेर हाफ एन आवरको लागि मेरिनेट गर्न छोडिदिनु भयो होइन। अनि म चाहिँ मजाले भिडियो खिचिरहेको छु अनि रमाइलो लागिरहेछ क्या। अनि त्यसपछि हेर्नुहोस् न त्यहाँ काठको टक्क स्टिकमा रोप्दै हुनुहुन्छ। एउटा रोप्नुभयो, दुईवटा रोप्नुभयो, तिनवटा रोप्नुभयो, चारवटा रोप्नुभयो होइन। रोपेर सबै रोपिसक्नुभयो। अनि त्यसपछि म चाहिँ गन्दैछु 1 2 3 4 5 6 7 8 भन्दै होइन। अनि यो चाहिँ नि खासमा एयर फ्रायर सेकुवा हो होइन। यो चाहिँ एयर फ्रायरमा सेकुवा बनाउनु भएको। अनि एउटा दुईवटा तिनवटा गरेर टक्क पारेर राख्नुभयो सबै होइन। अनि त्यसपछि यसमा चाहिँ मैले एयर फ्रायरमा चाहिँ मैले लिएर गएर ढम्मै हालेँ अनि अन गरेँ। यो चाहिँ 370मा अनि 15 मिनट चाहिँ मैले अन गरेँ अनि 15 मिनट्स गरेँ। अनि त्यसपछि फेरि 15 मिनट गरेँ। 30 मिनटमा रेडी भयो। हेर्नुहोस् न कस्तो दामी यम्मी देखेको। अनि त्यसपछि मैले साइडमा चाहिँ यो चिउरा भुजिया अचार सालाड राखेको थिएँ। अनि बिनाजुले टक्क राख्नुभयो अनि रेडी भयो खानेकुरा। हामीले खायौँ ल। थ्याङ्क यू सो मच फर वाचिङ।